दर्शकवृन्द नमस्कार। आज हामी बसाइ सरेर आएको लाहुरेहरूको गाउँ ओइराङ जाँदैछौँ। नेपालमा पछिल्लो समय गाउँघरहरू बसाइसराईले रित्तिने अवस्थामा छन्, तर ओइराङ गाउँ भने पुर्खौली थलोबाट बसाइ सरेर आएका चामलिङ राईहरूको बाक्लो बस्ती रहेको गाउँ रहेको छ। आज हामी यही गाउँतर्फ तपाईहरूलाई पनि सँगै लैजाँदैछौँ। हामी ओइराङ गाउँका विभिन्न स्थानहरूमा पुगेर त्यहाँका मानिसहरूसँग सुख दुःखका भलाकुसारीहरू पनि गर्नेछौँ। दुःखको कुरा, ओइराङ गाउँ पनि पछिल्लो समय बसाइसराईले रित्तिँदै गरेको अवस्थामा रहेको छ। खेतीयोग्य जमिन, पानीको राम्रो सुविधा, सडक र बत्तीको सुविधा भए पनि आखिर मानिसहरू किन गाउँ छोडेर सहरतिर जान्छन् त? आज हामी यसबारे पनि प्रत्यक्ष त्यहाँका स्थानीयहरूसँग कुराकानीहरू गर्नेछौँ। आजको भिडियो गाउँघरको परिवेशलाई समेटिएको रोचक र जानकारीमूलक समेत रहेको छ, त्यसैले पनि अन्तिमसम्म हेरेर साथ दिनुहोला।